हेलो साथीहरु, राधे राधे। आज चाहिँ हाम्रो होटलमा चाहिँ भिडियो सुट चलिरहेको थियो हैन। भिडियो सुटमा चाहिँ एकदम उडन नुडल चाहिँ हाम्रो भिडियो सुटमा थियो अनि क्यामेरावालाले चाहिँ क्यामेरा रेडी गरेर क्यामेरा खिचिरहेको थियो। मैले चाहिँ उसले भनेअनुसार चाहिँ ट्याक्क 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 हालेर चलाइरहेको छु हैन साथीहरु। ट्याक्क मैले भेजिटेबल हालेर सर्टै गरेँ, पुरा इङ्ग्लिस भेजिटेबल हो पुरा हैन। हाम्रो चाहिँ सबै इङ्ग्लिसै युज हुन्छ अनि ट्याक्क सर्लक गरेर चाहिँ भिडियो सुट गर्छ। यस्तरी चला भनिरहेको हुन्छ क्या। अनि त्यसपछि मैले चाहिँ ट्याक्क नुडल हालिदिएँ। हाम्रो चाहिँ उडन नुडल फ्रेसवाला आउँछ हैन, एकदम मोटो मोटो हुन्छ, हजुरलाई पनि थाहा होला। त्यसपछि चाहिँ मैले ट्याक्क लाएर नुडल ब्याग सस हालेँ। नुडल ब्याग ससको पनि तपाईँलाई रेसिपी ल्याउँछ है साथीहरू, दिन्छु तपाईँहरूलाई केही समयपछि। ट्याक्क चलाएपछि चाहिँ मैले थोरै यसमा चाहिँ मैले चिल्ली ओइल एड गरिदिन्छु है साथीहरू। चिल्ली ओइल मैले एड गरिदिएँ किनभने ग्लेज आउँछ नि त्यसको। त्यसपछि मैले प्याजको पत्ता के कान्दा पत्ता भन्छ हैन, त्यो हाल्नलाई चाहिँ उ गर्थ्यो। त्यसले चाहिँ एक्सनमा उ गरेर रुख भनेर म चाहिँ एकछिन होल्ड भएँ हैन। यति गर्दा साथीहरू लाइट गयो, फेरि लाइट चलाएर चाहिँ मैले फेरि त्यो कान्दा प्याजको पात चाहिँ हालेँ। प्याजको चाहिँ हालेर ट्याक्क सर्लक चलाएँ। त्यसलाई चाहिँ एक्सन यस्तरी चला भन्दै थियो हैन। त्यसले जसरी भनेअनुसार चाहिँ मैले त्यस्तरी चलाएर ट्याक्क मेरो नुडल पनि रेडी भयो। हेर्नु साथीहरू, एकदम मस्त लाग्छ हैन। यसको पनि तपाईँलाई रेसिपी दिन्छु म। यो चाहिँ मैले फुल रेसिपी आउँछ, यो चाहिँ भिडियो सुट गर्दाखेरि तपाईँलाई हल्का फुल्का ट्याक्क मैले हेर्नु न कान्दा त माथिबाट हाल्नलाई चाहिँ ट्याक्क एक्सनमा गरेर रेडी भयो।